सबैलाई नमस्कार, गुड मर्निङ। हाम्रो बिचमा हुनुहुन्छ एकजना हजुरआमा। उहाँलाई केही स्वास्थ्य समस्या थियो र उहाँले आफ्नो स्वास्थ्य समस्याका लागि हेल्दी लिभिङको प्रोडक्ट खानुभएको छ र उहाँलाई सन्चो भएको छ र उहाँलाई के समस्या थियो र यो खाइसकेपछि उहाँलाई के सुधार भएको छ भनेर हामी उहाँबाट जानकारी लिनेछौँ। हजुरआमा, तपाईँको नाम? मेरो नाम शीतला सुनार। हजुरलाई के समस्या थियो? मेरो ग्यास्ट्रिक अनि मलाई बिपी हाई थियो, थाइरोइड थियो। अनि अहिले यो खाइसकेपछि के सुधार भएको छ? अहिले मेरो धेरै सुधार भएछ। अनि ग्यास्ट्रिक पनि आराम भएछ, बिपी हाई पनि आराम भएछ। अनि थाइरोइडले धेरै हातखुट्टा कमाएर एकदमै शरीरमा ज्यानै नभएको, तागतै नभए जस्तो महसुस थियो। अहिले एकदमै म जस्तो पहिला थिएँ त्यस्तै सन्चो भएछु। के खानुभएको थियो एकपटक देखाइदिनुहोस् न। उहाँले ज्ञानोडरमा खानुभएको थियो, अनि त्यसपछि अरू के खानुभएको थियो? त्यसपछि शतावरी म्याक्स, फ्ल्याक्स ओइल पनि खानुभएको छ र उहाँले एलोभेरा पनि खानुभएको छ है। यो हजुरले कति महिना जति खानुभयो? मैले 1.5 महिना जति खाएँ। 1.5 महिना जति खानुभयो है। अनि अरूलाई पनि के सल्लाह दिनुहुन्छ? खानुहोस् भन्ने सल्लाह दिनुहुन्छ कि नखानुहोस् भन्ने सल्लाह दिनुहुन्छ? नाइ, हाम्रो तर्फदेखि त खानुहोस्। जसरी हाम्रो स्वास्थ्य अहिले एकदमै असल भएको छ त्यस्तै असल अरूले पनि हुन चाहनुहुन्छ भने खानुहोस् भन्ने सल्लाह दिन चाहन्छौँ।